Hello everyone, नमस्ते सबैजनालाई आजको मेरो डे न्यू भ्लगमा स्वागत छ है। अन्त आज चाहिँ म जान आँटेको छु सरस्वती पूजामा। यताकै म उता गइन नेपाली यहीँ नै जान्छु, यहीँ नै छु, यहीँ नै जान्छु। सो मैले चाहिँ हिजो चाहिँ लुगा निकालिरहेको छु। मलाई चाहिँ थाहा थिएन, मतलब मलाई थाहा थियो सरस्वती पूजा गर्छ भनेर, बट मैले लुगै लिएर आएको थिइनँ हो। अन्त म चाहिँ हिजो बोजूको साडी मागिरहेको छु लाउनुको लागि। अन्त साडी चाहिँ अहिले म सिधै लगाएर चाहिँ देखाउँछु। अन्त म चाहिँ अघि उठेर ब्रस गरेर यहाँ भ्लगको स्टार्टिङ सुट गर्दैछु होइन। अन्त आज चाहिँ एकदम दामी घाम लागेको छ। अस्ति बिहाको भ्लग तपाईँले हालेको छु होइन, तपाईँले हेर्नुभयो होला। एकदमै मतलब ढिलो भयो त्यो भ्लग हाल्नु हो। मैले 20 तारिक कि 21 तारिक हालौँ भनेको थिएँ, 22-23 तारिक हालेको मैले। अन्त यो भ्लग पनि म 23 तारिकमै सुट गर्दैछु हो। सो ढिलो नै भइहाल्यो। अन्त अब यो भ्लग चाहिँ कहिले जान्छ आई डोन्ट नो। सो अब म एकछिन बादमा भ्लग कन्टिन्यू गर्छु। हामी चाहिँ यहाँ रेडी भएर जाँदैछु हो। अब यो झन्डै झऱ्यो। बिर्सा छ हो। अन्त साडी लगाइरहेको छु। साडीको ब्लाउज नभएन हामी चाहिँ चोलो लगाइरहेको छु। हामीले ब्लाउज नभएको साडी नै चुज गरे हो। यताबाट होइन किन अगाडि तिमी म चिन्दिनँ बाटो तर खेल्छिनँ मैले। यता हेर हामीले चाहिँ पूजा गरिसकेँ। धुपको धुलो पुसेर चाहिँ पूजा हुँदैछ हो। संस्कार मामाले पूजा गर्दैछ। चाहिँ पूजा गरिसक्यो हो। अन्त हामी चाहिँ बसिरहेको छु बाहिर। हामी चाहिँ आज डल्लै घुम्दैछु साडी लगाएर। हामी चाहिँ माथि टिका सिका लगाएर चाहिँ प्रसाद लिएर आइला हौ मेरो साथी। अन्त अब चाहिँ छेमाले पुऱ्याउन आएको थिएँ यहाँसम्म हो। अन्त अब भोलि तल मतलब केटापट्टि बिहा छ। अन्त हामीलाई पनि बोलाउँदैछ बिजा। म जान्छु हो मेरो साडी झन्डै पुस्छ। ए लु 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 अहिले एकछिनमा भ्लग गर्छु हो। मेरो साडी झन्डै पुस्किसक्यो। माछा छ गाइस। मैले त्यो साडी लाउनुको लागि हेरेको थियो बट त्यति मन परेन मलाई। हिजो चाहिँ लगाएँ यहाँ जानु आँटे यता न यहाँनिर उसको सामान प्याक पुक भइसकेको छ। यहाँ चाहिँ गाडी आयो। यसो म चाहिँ यस्तो भइरहेको छु। अघि साडी लाउँदा कस्तो देखिरहेको थियो, अहिले कस्तो देखिरहेको छ हो। अन्त गाडी चाहिँ यहाँ तल आउँदैछ। गएको बिर्सिया दिदी गएको अब बल खोज्नु गएको अरे हो। भैयाले दिनुभएको बलमा चाहिँ दोकान आएको। गाडी आयो हो। सामान चाहिँ हाम्रो ल बाई बाई। म चाहिँ यहाँ गाजर लिन आइरहेको छु। मोमो खानुको लागि गाजर चाहिँ भेजको मोमो हो। अन्त भोलि अनुष्का दिदी जानुहुन्छ अरे। सो त्यही कारणले हामी चाहिँ आज मोमो खान आँटेको। हामी चाहिँ भोलि खान आँटेको थियो हो उयो सुँगुरको। बट मलाई सुँगुरको त्यति मन पर्दैन क्या, भेजकै मनपर्छ। सो आज हामी भेजको खान्छौँ, भोलि खान्छु खाँदिनँ हेरौँ न। सो मेरो गाजर चाहिँ यहाँ छ हो। अन्त म चाहिँ जान्छु घर। आया यहाँ माथिपट्टि आएको म चाहिँ हो। आया हो आया आया आया। एन्ड यहाँ चाहिँ छ गाइस भ्यू कस्तो दामी आइरहेको छ हो। यहाँ चाहिँ छ हाम्रो घर मामा घर। म चाहिँ अब यो यताको बाटो त हिँड्छु अब चाहिँ म यताको बाटो हिँड्छु। लेट्स गो। यताबाट चाहिँ सिधै कटेर पुग्छ नि त।
बाटो यहाँ यस्तो छ बाटो यहाँ चाहिँ हो यो चाहिँ राम्रै छ हेलो हेलो गाइस म चाहिँ मटर केलाउँदैछु होइन आज चाहिँ हाम्रो मोमो छ मोमो भन्दा चाहिँ भेज मोमो छ आज पूजाको दिन भएर चाहिँ प्रिपरेसन चल्दैछ भन्दा पनि अब मोमो बनाउनु स्टार्ट गर्न आँटेको हो हामीले चाहिँ मोमो खाइसके भन न चाहिँ खाएर भित्र गएको भन आया तपाईँले चाहिँ मोमो खाँदा सुट गरिनँ हो किनभने धुवा पुरा भएर आएको थियो अन्त खानु पनि अप्ठ्यारो हुन्छ नि त हो त्यही कारणले ओइ म चाहिँ फोन हेर्दै खाएँ आज हो के लिएर आयो उठे सो आजको भ्लग चाहिँ म यहाँ एन्ड गर्छु थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो है आजको भ्लग सानो भयो भने सानो छ है तर पनि तपाईँलाई मजा आयो होला है अन्त आज 3-in-1 भ्लग भयो ला के गर्यौ तिमीले यो के गर्यौ सबसे पहिला सरस्वती पूजाको अन्त त्यहाँबाट वृषा गएको त्यहाँबाट म यहाँ छु त्यहाँबाट मोमो बनाएको मैले चाहिँ लुगा लगाएको थिएँ सरस्वती पूजाको लागि मैले चाहिँ बोजूको साडी लगाएको थिएँ भनेर के बारुले लाग्यो तिमीलाई खै तिम्रो पानी 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 छैन खेल्ने ओ अन्त म आजको भ्लग चाहिँ यहाँ एन्ड गर्न चाहन्छु हो थ्याङ्क यू सो मच गाइज फर वाचिङ माई भिडियो लाइक गरिदिनुहोस् भन अन्त अब बारुले लाग्यो तिमीलाई सो म अब यहाँ एन्ड गर्छु मेरो भ्लग ओके बाइ बाइ गाइज मेट यु नेक्स्ट भिडियो छिटो भन